Hi everyone, welcome back to my vlog or you can see a mini video. आज चाहिँ हामी मोमो खान आँटेको म चाहिँ आटा मुस्न आँटेको हो। अन्त यहाँ चाहिँ मेरो भाइले मलाई प्याज काट्न सघाइदिँदैछ। म देखाउँछु ल तपाईलाई। यहाँ चाहिँ मेरो भाइले प्याज काट्न सघाउँदैछ मलाई यसरी हैन हेलमेट लगाएर। यहाँ चाहिँ हामी सिलगढीमा चाहिँ ऱ्यापिडोतिर हिँड्नु पर्छ नि त, अन्त कि हेलमेट किनिराखेको हैन, हामीलाई चाहिन्छ नि हेलमेट, आफ्नै जरुरी हो। अब उनीहरूको हेलमेट त अलिक गन्दा गन्दा हुन्छ नि त। अन्त यहाँ चाहिँ यसलाई आँखा पोल्यो अरे कि पुरा, अन्त हेलमेट लगाएर चाहिँ यहाँ प्याज काट्नु हेल्प गर्दैछ। अनि यहाँ चाहिँ म आटा मुस्न आँटेको हो। अन्त यहाँ तेल हालेँ मैले, अब यसमा नुन हाल्छु, अन्त म आटा मुस्छु, अन्त देखाउँछु ल तपाईलाई। मेरो आटाको डो रेडी भयो हैन। अब चाहिँ यसलाई छोपेर राख्नुपर्छ। अन्त किमाको प्रिपरेसन गर्छु, तपाईलाई देखाउँछु। सो अहिले चाहिँ म अनियन प्याज चपिङ गर्न आँटेको हैन। अन्त यसमा चाहिँ पुरा सजिलो हुन्छ प्याज चप गर्नुको लागि हो। अन्त यसमा चाहिँ सानो सानो पिसहरू काटेर हाल्यो, यसो गऱ्यो भने चाहिँ अड्किँदैन। अन्त यसलाई ढक्कनी लगाइदियो। यो भएर चाहिँ एकदम सजिलो भएको छ क्या अहिले हामीलाई मोमो खानुको लागि, एकैछिनमा हुन्छ हो। अन्त यो लगाइदिनु पर्छ। यस्तो गऱ्यो भने चाहिँ एकैछिनमा हुन्छ क्या यो। मेन चाहिँ मोमो खाँदाखेरि अब त्यही हो नि त, प्याज काट्नु नै चिज हो नि त हैन। आँखा पोल्छ ओर्छ हैन, यही हेर्नुहोस् यस्तो मेन हुन्छ हो, एकैछिनमा हुन्छ। अन्त तपाईहरु पनि यसरी नै बनाएर खानुहोस्, प्याज यसरी नै गर्नुहोस्। यसलाई बेसी पनि पर्दैन हो, अनलाइनतिर बाहिरतिर पनि पाइहाल्छ, एकैछिनमा हुन्छ, सजिलो। सो गाइजहरु, मैले चाहिँ प्याज पनि गरिसकेँ हैन यहाँनिर। अन्त अब म न्युटेला सोयाबिन गर्न आँटेको। अब सोयाबिन पनि यसरी नै म गर्छु, यसमै सजिलो हुन्छ हो। अन्त हेर्नुहोस् ल, म तपाईलाई देखाउँछु। यसरी सजिलो हुन्छ सोयाबिन पनि हो। हामीलाई चाहिँ प्याज पनिर अन्त सोयाबिन न्युटेलाको मात्रै मनपर्छ नि त मोमो। सजिलो पनि हो, टेस्टी पनि हुन्छ खानुमा। हेर्नुहोस् त यस्तो हुन्छ यसमा पनि हो, यतिको भयो भने त भइहाल्यो नि, यही मजाको हुन्छ। हेर्नु न गाइसहरु, मैले चाहिँ पनिर पनि ल्याएको थिएन, यत्रो पनिर पनि हाल्छु भनेर, तर सोयाबिन र प्याज नै भक्कु भयो। अन्त पनिर हालिनँ, अब यो सब्जी खानु राख्छु। यो चाहिँ तेलमा हालेको किमा गाइसहरु, हामी चाहिँ खाने तेलै खान्छ नि त मोमोमा पनि हो। अन्त न्युटेलाले बेसी सोच्छ भनेर चाहिँ तेल अलिक बेसी हालेको। नुन हाल्नुपर्छ साथीको स्वाद अनुसार, कति खानुहुन्छ अब तपाईँले। अन्त उसको बाद हाल्नुपर्छ अजिनामोटो। तपाईँहरूलाई चाहिँ मनपर्छ भने हाल्दा पनि हुन्छ, नभए स्किप गर्दा पनि हुन्छ हो। यो चाहिँ मेरो किमा रेडी भयो हैन गाइस। आज चाहिँ हामीले पनिर हालेन, किनभने सोयाबिन नै बेसी भयो नि त, सोयाबिन र प्याज, त्यही भएर। अन्त यहाँ मेरो आटा रेडी छ, अब म यहाँ बेलेर बनाउँछु हो। अन्त मैले यहाँ तेल दलेर रेडी पारिसकेँ हो। यहाँ यसरी तेल दल्नुपर्छ यो ब्रसले, र चिप्किँदैन हो। आज चाहिँ बिग मोमो बनाउने हो, किनभने हामीलाई पुरा लेट भएको छ नि त। हामीलाई चाहिँ दसैँको सपिङ गर्नु पनि जानु छ हो, त्यही भएर पुरा लेट भएको छ। अन्त त्यस लागि चाहिँ आज चाहिँ म बिग मोमो बनाउँछु, म तपाईहरुलाई देखाउँछु ल। आज चाहिँ म यत्रो मोमो बनाइदिन्छु हैन, मोमो कम टाइप हो, होममेड टाइप हो। म तपाईहरुलाई देखाउँछु ल अगाडि। यो चाहिँ अब यसरी बेल्नुपर्छ हो। मैले चाहिँ आज यत्रो बनाइदिएको है मोमो पनि। यो चाहिँ मोमो हैन, टाइप हो होममेड।
दोकानतिर चाहिँ यत्रो फुल्लेको हुन्छ होइन, घरमा चाहिँ अब यीस्टहरू बेकिङ सोडाहरू नहाली बनाएको हो, त्यही भएर फुल्लेको चाहिँ हुँदैन। आज पुरा लेट भएर क्या त्यो बनाइदिँदैछु हो। अन्त मेरो भाइले चाहिँ पुरा हेल्प गर्यो मलाई आज होइन, कामहरूमा पनि सघायो, भिडियोहरू बनाउनु पनि हेल्प गर्दैछ हो। मेरो भाइले चाहिँ बहिनीको कमी चाहिँ पुरा गरिदिन्छ मेरो हो। कस्तो राम्रो छ मेरो भाइ। हिरा हो भने म झन् हिरा भन्दा पनि महँगो चाहिँ हुन्छ नि, म त्यही हो। अब मेरो त भाइ हो। हेर्नुहोस् ल, म तपाईँहरूलाई देखाउँछु। अब हामीले चाहिँ अब नवरात्रिमा प्याजहरू नखानुको लागि प्याज सकेको नि त आज कि, अन्त जति भएको प्याजले सबैले बनाएको त आमा कम त भएन हो, त्यही लागि चाहिँ बिग मोमो बनाइदिएको नि मैले। घरमा खानु त जस्तो पनि चलिहाल्छ होइन, अब दोकानमा बेच्ने भएको मजाले गर्नु। म चाहिँ यस्तो गरिदिन्छु, यसरी बनाउँछु, अन्त यसलाई चाहिँ यसरी फोल्ड गरिदिन्छु हो, टाइपो भइहाल्छ मेरो चाहिँ। मेरो यति भइसकेको छ, अब अझै हाल्छु। सो गाइस हेर्नुहोस् किमा खत्तम भयो होइन, अन्त यति चाहिँ आँटा उब्रियो। अब यसको चाहिँ टी मोमो बनाइन्छु। मेरो भाइलाई चाहिँ टी मोमो पनि खानु मन लाग्यो अरे नि त हो। अब बिचरा मेरो भाइले पुरा मद्दत गर्दैछ मलाई हो आज बिहानदेखिको, त्यही भएर म मेरो भाइको लागि टी मोमो बनाइन्छु, टेस्टी टेस्टीवाला हो। हेर्नुहोस् ल, म तपाईँहरूलाई देखाउँछु कसरी बनाउनु पर्छ भनेर। पहिला चाहिँ यसरी नै बेल्नुपर्छ होइन। टी मोमो बनाउने त अब आफ्नो आफ्नो तरिका छ सबैको होइन, म चाहिँ यसरी बनाउँछु। अब थाहा छैन कसरी बनाउँछ अरूले हो, सबको आफ्नो आफ्नो तरिका हो। म चाहिँ यसरी बनाउँछु, यसरी बेल्छु होइन। यसलाई बेल्यो मजाले हो। उसके बाद यसमा तेल दलिदियो हो यसरी। तेल चाहिँ मजाले लगाउनु पर्छ। अन्त त्यहाँबाट यसलाई नै यसरी फोल्ड गरिदिनु पर्छ। यस्तो गर्दै फोल्ड गरिदिनुहोस्। यस्तो गरिदिनुहोस् होइन। म यस्तो गरेर चाहिँ यस्तो गरिदिन्छु। टी मोमो चाहिँ म यस्तो पाराले बनाउँछु हो। अब सबको आफ्नो आफ्नो तरिका हो, तपाईँहरू पनि आफ्नो तरिकाले बनाउन सक्नुहुन्छ। अब चाहिँ मैले बनाइसकेँ होइन। अब यति छ पाक्नुको लागि, यहाँ चाहिँ बनाइसकेँ। मैं चाहिँ ढाड दुखेर कडक कुडुक कुडुक भयो होइन। अब म एकछिन बस्छु, अन्त हामी खान्छु होइन अलिकति, अन्त मार्केट जान्छु सपिङ गर्नुको लागि, त्यहाँबाट आएर फेरि खान्छु आदि। यहाँ चाहिँ मेरो मोमो बस्दैछ, हेर्नुहोस् ल, म तपाईँलाई देखाउँछु। यो चाहिँ बिग मोमो होइन मैले बनाएको। अन्त यहाँ चाहिँ मैले अचार बनाउनुको लागि रेडी पारिरहेको छु। तिल होइन, खोर्सानी अन्त टमाटर। सो गाइस यो चाहिँ मेरो बिग मोमो रेडी भयो। अन्त यता चाहिँ मलाई पेप्सी छ। यो बिग मोमो हेर्नु न कत्रो कत्रो छ। माइ गड, मेरो हातभन्दा पनि ठुलो बिग मोमो।
अन्त मलाई मोमो चाउमिनहरूसँग चाहिँ होइन मलाई पेप्सी नभए कोकहरू के न के त चाहिन्छ नि त। हुन्छ अब म इन्जोय गर्छु। यहाँ चाहिँ म खाँदैछु। तपाईँहरू पनि यसरी बनाएर खान सक्नुहुन्छ। म इन्जोय गर्छु ल। आजको लागि यति नै। See you on next video. I love you all. Bye bye. Please like, share and subscribe to my channel. Bye bye.